ल साथीहरु नमस्कार। आज तपाईहरुलाई मैले एआईबाट गीत कसरी बनाउने र एआईलाई कसरी म्युजिक हालेर गीत गाउन कसरी लगाउने मैले यो तपाईहरुलाई सिकाउँदै छु है त। यो अहिले तपाईको यो मोबाइलमा अब एआईबाट गीत बनाएर एकदम ट्रेनिङमा गीतहरु खतरा हिट पनि भएका छन् हैन। धेरै गीतहरु एआईले गाएको बनेका छन् है, राम्रो राम्रो। तपाईले जस्तो चाहनु भएको छ त्यस्तै नै एआईले गीत बनाइदिन्छ पनि। गायकहरूले सुरुमा अब मोबाइल स्क्रिनमा जानुपर्ने हुन्छ। मोबाइल स्क्रिनमा ल सर्वप्रथम प्ले स्टोरमा गएर च्याट जीपीटी सर्च गरेर यो च्याट जीपीटी लाई डाउनलोड गर्नु होला। यो डाउनलोड भइसकेपछि ल च्याट जीपीटी लाई ओपन गरेर यहाँ आस्क च्याट जीपीटी भन्ने छ, यहाँ यसरी लेख्नु होला। मैले लेखेँ रवि बालेन कुलमान हामी 3 भाइ, यसरी यो लेखेँ। यसको बारेमा गीत बनाइदिनु होला भनेर मैले यसरी लेखेँ है त। यता फोटो राख्नुहुन्छ भने यता प्लस आइकनमा जानु होला। यो प्लसमा दबाएपछि यहाँ तपाईको फोटोको अप्सन आउँछ। यहाँ फोटोलाई यसरी अपलोड पनि गर्न सक्नुहुन्छ है त। फोटो हालिसकेपछि त्यसपछि तपाईको 2 सेकेन्डमा यसरी गीत तयार पारिदिन्छ। यो पुरै गीत बनिसक्यो। यो कुनै सपना होइन, यो समाज, यो आवाज हो जनताको, अँध्यारो चिर्दै आयो उज्यालो नेपालको। यसरी यत्रो गीत लेखिदियो है त, यत्रो गीत बनाइदियो। गीतको बोल छ हामी 3 भाइ, र्याप गीत गरे है, र्याप भर्जनमा बनायो यो गीत। ल यसरी यसलाई अब कपी गर्नुपर्ने हुन्छ। यसरी कपी गर्नु होला। ल यसरी कपी गरिसकेपछि यसरी पुरै यो सिलेक्ट गरेर कपी गर्नु होला। यो कपी गरिसकेपछि अब तपाईलाई सुनो यो एप चाहिन्छ, प्ले स्टोरमै भेटिन्छ। यसलाई पनि डाउनलोड गरेर यसरी ओपन गर्नु होला। यहाँ तल म्युजिक आइकनको यहाँ स्टारको चित्र दिएको छ, त्यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसके अब लिरिक्समा यहाँ अघि हामीले कपी गरेको त्यो गीतलाई यहाँ पेस्ट गरिदिनु होला। यसरी पेस्ट भयो। ल अब यसलाई क्रिएटमा दबाएर यसले गीत बनाइदिन्छ है। अब यहाँ टाइटलमा लेख्नु होला तल हामी 3 भाइ, गीतको टाइटल छ नि त। यो लेखिसकेपछि क्रिएटमा दबाउनु होला। अब यो कुनै सपना होइन, यो आवाज हो जनताको, अन्ध्यारो चिर्दै आयो उज्यालो नेपालको। 3 नाम 3 बाटो तर लक्ष्य एउटै छ, रवि बालेन कुलमान अब देश उड्दैछ। यो कुनै सपना होइन, यो आवाज हो जनता। ल हेर्नुहोस् साथी, यति राम्रो गीत बन्यो है, यति राम्रो शब्द। अनि यसरी अब यसलाई डाउनलोड गर्नु छ भने यहाँ तल आउनु होला। यहाँ डाउनलोड अप्सन लेखेको छ। यहाँ डाउनलोडमा डाउनलोड एनियन यहाँ तल्लोमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अब हामी 3 भाइ यहाँ टाइटलको यता सेभ लेखेको छ, त्यो सेभमा क्लिक गर्नु होला। ल यहाँ सेभमा क्लिक गरिसकेपछि यो अलरेडी सेभ भइसकेको छ है त, डाउनलोड भइसकेको छ। यो चाहिँ तपाईको मोबाइलको एपमा आइसकेको छ है त। ल यता मोबाइलको एपमा आएर माई फाइलमा आउँछ है त, अडियो प्लेयर है। यहाँ माई फाइलमा आएपछि यहाँ आइसकेको छ। हेर्नुहोस् है, यो हामी 3 भाइ है। ल तपाईले मजाले अडियोमा पनि सुन्न सक्नुहुन्छ है। ल साथीहरु, तपाईले पनि यसरी नै आफ्नो गाउँ ठाउँ आफ्नो हरेक आफ्नो मनमा लागेको कुराहरू त्यहाँ लेखेर यसरी नै गीत बनाएर मजाले आफ्नो म्युजिक हालेर बनाउन सक्नुहुन्छ है त। यदि भिडियो मन परे लाइक कमेन्ट शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ओके, बाइ बाइ।